नमस्कार। मैले 2-3 मुनि भिडियो आइपिओको बारेमा भनेको थिएँ अनि उहाँहरूले स्टार्टिङदेखि इन्डिङसम्म चाहिँ प्रोसिजर के हो त, कसरी चाहिँ गर्ने हो, मलाई छोटो रूपमा हल्का भनिदिनु न। मैले बुझ्दैन, तर तपाईँले स्टेप बाई स्टेप सबैका भाग मात्रै भन्नुभएको छ, पुरै स्टोरी चाहिँ सुनाइदिनु नि त कसरी गर्ने भन्नुभएको छ। आइपिओ भनेको नेपाल सरकारले चाहिँ सेयर मार्केटद्वारा चाहिँ कुनै पनि नन पब्लिक कम्पनीलाई चाहिँ पब्लिकमा आउँदाखेरि चाहिँ जनताहरूका लागि, नेपालका जनताहरूका लागि चाहिँ आफ्नो आइपिओ मार्फत चाहिँ कम्पनीको सेयर बेच्ने गरेका छन्, ताकि उनीहरूको कम्पनीलाई चाहिँ पैसा चाहिँदाखेरि जनताबाट पैसा बटुल्ने गरेका छन् अनि सेयर बाँड्ने गरेका छन्। त्यो भने चाहिँ हामी कुनै पनि सेयर लिँदैछौँ भने त्यो कम्पनीको हामी चाहिँ सेयर होल्डर धनी हौँ, जति पर्सेन्ट लिए पनि त्यो कम्पनीको धनी त्यति पर्सेन्टको धनी हौँ भन्न खोज्यो है। अब आइपिओ कसरी भर्न सकिन्छ भन्नुहुन्छ भने स्टार्टिङदेखि अन्तिमसम्म भनिदिन्छ, ध्यान दिएर सुन्नु होला। तपाईँ सुरुमा तपाईँले एउटा ब्याङ्क खाता खोल्नुपर्ने हुन्छ। ब्याङ्क खाता खोल्नको लागि नजिकैको ब्याङ्क जानु होला, या त अनलाइन ब्याङ्क खाता खोल्न मिल्छ भने अनलाइन खोल्नु होला होइन। अनि विदेशमा हुनुहुन्छ भने हरेक ब्याङ्कका चाहिँ रिप्रेजेन्टेटिभ भन्न खोजेको तिनीहरूका ब्याङ्कमा काम गर्ने कर्मचारी चाहिँ त्यो देशमा आएर, कुनै पनि वैदेशिक रोजगारका देशमा आएर, जस्तो दुबईमा यहाँ बर्दुमा बस धेरैजना ब्याङ्कका रिप्रेजेन्टेटिभ बस्नुहुन्छ दुबईको लागि चाहिँ होइन। उहाँहरूको कन्ट्याक्ट नम्बर पाएर कन्ट्याक्ट गर्ने, उहाँहरू बर्दुबईमा जाने, उहाँहरूले फर्म दिनुहुन्छ, फर्म भर्ने, फोटो टाल्ने, त्यसपछि मोबाइल ब्याङ्किङ, पहिला ब्याङ्क एकाउन्ट खोलिन्छ, मोबाइल ब्याङ्किङ फर्म भर्ने, त्यसपछि मेरो सेयरको फर्म भर्ने, डिमेट एकाउन्टको फर्म भर्ने, साइन गर्ने, त्यो फर्म गरेको डकुमेन्ट उहाँलाई बुझाइदिने। उहाँलाई बुझेपछि त्यहाँबाट तपाईँ सक्यो काम। तपाईँको मेलमा आइडी र पासवर्ड आउँछ ब्याङ्क एकाउन्टका लगइन गर्नु भनेर, मेरो सेयरको आइडी पासवर्ड आउँछ, डिमेट नम्बर आउँछ, सिआरएन नम्बर आउँछ, सबै आउँछन्। त्यसपछि तपाईँ मोबाइल ब्याङ्किङ ओपन गर्ने एकाउन्ट भइहाल्यो तपाईँको। त्यसमा तपाईँले वैदेशिक रोजगारमा हुनुहुन्छ भने रेमिटान्स भनेको चाहिँ हामी रेमिटान्स विदेशीले चाहिँ पैसा नेपालमा पठाउने भएको कारण, देश रेमिटान्सको कारणले चलेको छ, हामीले पैसा पठाउँछौँ। त्यो पैसा पठाए बापतको कर उठाएर देश चल्ने हाम्रो नेपाल देश हो, किनभने हाम्रो देशमा आफ्नै उद्योग धन्दाहरू छैनन् र हामीले पठाएको कर उठाएर देश चलिरहेको छ। त्यस बापत सरकारले हामीलाई 10% कोटा दिएको छ। 10% कोटामा चाहिँ आइपिओ भर्ने जनसङ्ख्या हामी धेरै थोरै छन्, त्यही भएर आइपिओ पर्ने चान्स हामीलाई धेरै छ। त्यो भर्नको लागि तपाईँले 50,000 नेपालीको त्यो एकाउन्टमा पठाउनु पर्ने हुन्छ। पठाएपछि त्यो स्लिप, त्यो जो मान्छेले तपाईँलाई खाता खोलिदियो उहाँलाई पठाउनु पर्ने हुन्छ। उहाँले रेमिटान्स एकाउन्ट भनेर अपडेट गरिदिनुहुन्छ। त्यसपछि तपाईँको एकाउन्ट रेमिटान्स भयो। आइपिओ लोकल पब्लिकलाई, नेपाली जनतालाई खुल्नुभन्दा अगाडि हामी वैदेशिकको लागि खुल्छ, हामीले ट्याक्क भर्ने, आइपिओ पर्ने चान्सेस बेसी छ, पर्छ। त्यसपछि तपाईँले अघि 50,000 तपाईँको एकाउन्टमा हाल्नु भएको थियो, त्यो एकाउन्टमा चाहिँ एक्टिभ भइसकेपछि त्यो पैसा ट्रान्सफर गरेर नर्मल तरिकाले जसरी हामी पैसा ट्रान्सफर गर्छौँ त्यसरी आफ्नो काममा सदुपयोग गर्न सक्यो। त्यो 50,000 काम एभ्री 6 महिनामा चाहिँ रेमिटेन्सबाट पैसा पठाउनु पर्ने हुन्छ, ताकि त्यो एकाउन्ट एक्टिभ रहिरहन्छ। यति गर्नुभयो भने तपाईँको आइपिओ भर्ने रेमिटेन्स तरिकाले सक्नुहुन्छ। यसको लागि कुनै पनि ब्याङ्कमा तपाईँको एकाउन्ट छ भने त्यो एकाउन्ट ब्याङ्कमा फोन गरेर तपाईँले सोध्न सक्नुहुन्छ, म यो देशमा छु, मलाई रेमिटेन्स एकाउन्ट बनाउनु पर्यो, म आइपिओ भर्न चाहन्छु रेमिटेन्स एकाउन्टबाट, रेमिटेन्स एकाउन्ट बनाइदिनुहोस्, चेन्ज गरिदिनुहोस्, के गर्नुपर्छ भनेर सोद्धा पनि भयो। उहाँहरूले तपाईँलाई डिटेल दिनुहुन्छ र योमा हुनुहुन्छ त बहुत इजी छ। यहाँ धेरैजना रिप्रेजेन्टेटिभहरू हुनुहुन्छ सबै ब्याङ्कका, उहाँहरूलाई को हो नाम पत्ता लगाउनु छ भने ब्याङ्कमा फोन गर्नु होला, दुबईको लागि को हुनुहुन्छ भनेर सोध्नु होला। अरू पनि देशमा हुनुहुन्छ भने अरू देशले पनि फोन गरेर यहाँ यो देशमा छु म, यहाँ चाहिँ कुन रिप्रेजेन्टेटिभ यो ब्याङ्कको कहाँ हुनुहुन्छ भनेर सोध्ने। उहाँले हुनुहुन्छ भने उहाँको कन्ट्याक्ट नम्बर दिनुहुन्छ, त्यो देशको नजिकै आफ्नो ठाउँमा गएर गर्नु होला। हुनुहुन्न भन्नुभयो भने ओके अनलाइन मार्फत कसरी गर्न सक्छु भनेर सोध्नु, उहाँले अनलाइन मार्फतको तरिका सिकाउनुहुन्छ अनि गर्नु होला है। धन्यवाद।